भाइरल पुल होइन त्यो आज मान्छे कम्ती छ नि यहाँ फर्पिङको भाइरल पुल ए यहीँ खिच्यो मामाहरू ल्याउनु पर्थ्यो फोन गर्ने त्यो जङ्गलले भाइरल भयो कि जङ्गल कति राम्रो छ हेर्छु नि सानो चुटुक्क परेको जङ्गल अनि जङ्गलको के बस्छ तिमी ड्रोनबाट खिचेर जङ्गलको बिचमा चाहिँ यहाँनिर देख्छ नि त ल यो पारिपट्टि चाहिँ फर्पिङ यो चाहिँ हामी चाहिँ यो भन्ज्याङ हुँदै यो भाइरल ब्रिज आउँदैछौँ है क्याप्सनमा लेख न तल कस्तो राम्रो देखेको हेर्छु त ल यो पारिपट्टि चाहिँ ललितपुर खोकना सिद्धिविनायक आजै थाहा भएको मलाई त दुई शब्द बोल्यौँ न ल पुलको विषयमा कहाँ हो यो मैले सोचेको थिएँ यो धेरै माथि छ होला भनेर तर यही भन्छ यो बाटो यत्रोचोटि हिँडिसकेको थिएँ यहाँनिर पुग्छ भन्ने कुरा चाहिँ थाहा थिएन आज टक्क यसो काठमाडौँ फर्किङ देखाएँ के रहेछ त फर्किङ सर्कलले छोड्नु अलिक त्यो के अरे ड्याम ड्याम छ भने खटाएर आएको वान टू थ्री पनि भयो स्टार पनि भयो कहाँ पुगेर आयो तिमी त कुन बाटो आयो है म त यता दक्षिणकाली हुँदै आएकै खै गुराँस चाहिँ कहाँ रहेछ गुराँस पनि टिपेर हिँडेको थियो मान्छेहरू बोट पनि रहेछ गुराँसको बोटले ल हामी अब मिठो अब चटपटे उहाँको हातबाट खाँदैछौँ पिरो कतिको पिरो ठिकै पिरो धेरै खान्न पारीको बाटो हो हामी यता कालीमाटी दक्षिणकाली जाने बाटो यो चाहिँ सौखेल हामी चाहिँ माथि भन्ज्याङबाट यता भाइरल ब्रिज हुँदै यो नेपालको पहिलो जलविद्युत परियोजनाको यो हाम्रो रिजर्भायर वाटर रिजर्भायरमा छौँ यहाँ हाम्रो हुनुहुन्छ रूपा ऊ होला नि विद्वान मित्र होला नि Kathmandu and Lalitpur. हरियाली आनन्द मनमोहक दृश्य यता भैँसेपाटी के अरे बहुमती भैँसेपाटी त्यो झुप्पो भएको ठाउँमा हो कि के अरे यो हामी गएको गणेश भाग्य थियो सिद्धि गर्ने कार्य सिद्धि कार्य विनायक त्यहाँ माथि झुप्पो झुप्पो त्यो पहाडी देखेको चाहिँ सन्तानेश्वर महादेव अनि त्यसपछिको यो जङ्गल देखेको चापागाउँ बज्रबाराही यता माथि पर्ने रहेछ लेले माथि फुलचोकी डाँडा त्यसको फेरिमा गोदावरी बज्रबाराही त्यसपछि हुँदै सिद्धिविनायक बुङमती
पहिलो जो विद्युत आयोजना फर्पिङको वाटर रिजर्भायर। यसको यहाँ तल चाहिँ पावर हाउस, तल चाहिँ पनि आयो तिमीलाई हो। अघि हामी गएको भाइरल सस्पेन्सन ब्रिज चाहिँ यतापट्टि हो सिमलको। सिमरको बुवा के हो त्यो? सिमरको बुवा रे। सिमल? सिमल? यस। कस्तो नराम्रो। हात्तीवन त्यो देखेको चाहिँ उता सौखेल। उयो तारेर गर्नु यता के मान्छे भर्नु पर्ने हो। औ भिडियो खिचेको हो। Olha o que eu gosto de